हेलो साथीहरू, नमस्कार, गुड मर्निङ। आज 25 अक्टोबर 2025 अथवा सटरडे। तपाईहरुलाई एउटा कुराको जानकारी गराउँ कि मलेसिया सरकारले 47औं एसियन शिखर सम्मेलन क्वालालम्पुरमा आयोजना गरिरहेको छ। 26 अक्टोबरदेखि 28 अक्टोबरमा यो चाहिँ भव्य आयोजना हुन गइरहेको छ। 47th एसियन समिट इन क्वालालम्पुर। यसको अवसरमा मलेसियाका क्वालालम्पुर, सेलाङ्गर र केलाङ स्थित विभिन्न पब्लिक एरियाहरूमा ट्राफिक जाम हुनेछ भन्ने सूचना चाहिँ मलेसिया सरकारले जारी गरेको छ। त्यसका विभिन्न हाइवेहरूको ट्राफिक जाम अथवा ब्लक सूचीहरू पनि निकालेर पब्लिक गरिरहेको अवस्थामा हामी पनि विभिन्न कामले त्यहाँ जान सक्छौँ। अफिसियल कामले अथवा भोलि सन्डेको दिनमा पनि जान सक्छौँ। त्यही भएर सार्वजनिक स्थलहरूमा भिडभाड चाहिँ नगरिदिनु होला। हामी नेपालीहरू पनि लगभग 4 लाख जति नेपाली छौँ मलेसियामा लिगल रूपमा। यो 3 दिनभित्र यहाँहरू नेपालीहरू जो पनि हुनुहुन्छ त्यहाँको भिडभाड क्षेत्रमा पनि नगइदिनु होला। अत्यावश्यक कामभन्दा अरू कामले पनि सकभर बाहिर ननिस्किनु होला। यदि काम छ भने पनि तपाईँहरूले पर्याप्त टाइम निकालेर हिँड्नु होला। र ग्र्याब अनि इनड्राइभरको सट्टा चाहिँ तपाईँहरूले पब्लिक ट्राभलहरू, सार्वजनिक यातायातको साधनहरू प्रयोग गर्न सक्नुहुन्छ, जस्तै LRT, MRTहरू। यो प्रतिष्ठित विषय हो मलेसिया सरकारले आयोजना गरेको। म चाहिँ पेनाङमा छु, तर पनि हामी बसेको कार्यरत देशमा चाहिँ के भइरहेको छ भन्ने जानकारी हामीलाई हुनुपर्छ जस्तो लाग्छ मलाई। हामीले पनि सहयोग गर्नुपर्छ यस्ता कार्यक्रमहरूको लागि। र मलेसिया सरकारलाई यहाँ अब सक्सेसफुल 47th एसियन समिट भन्दै म यो भिडियोबाट छुटिन्छु। नमस्कार, सायनारा।